한국에서 알뜰하게 생필품을 구입하는 팁 भनेको छ। कोरियामा सस्तोमा दैनिक सामग्री किन्ने टिप्सहरू भन्ने हो। 알뜰하게 भनेको मितव्ययी रूपमा चाहिँ 생필품 दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरू खरिद गर्ने टिप्स भनेको है। यो टिप कोरियन भाषामा चाहिँ धेरै जसो भन्दा नि निकै शब्दहरू इङ्ग्लिसबाट आएको हुन्छ। त्यही हो टिपबाट चाहिँ टिप भएको हो। अनि थेयङ माथु एसनन छोङजोङ भनेको चाहिँ ठुलो माटहरूमा चाहिँ प्राय 1+1 2+1 1+1 भनेको चाहिँ एउटा सामान किन्दाखेरि एउटा अझै पाउने, एउटा कोका कोला किन्यो भने अझै एउटा कोका कोला चाहिँ फ्रीमा पाउने, एउटाको मूल्यमा दुईटा पाउने। त्यस्तै गरी 2+1 भनेको जस्तै एउटा किन्दाखेरि चाहिँ केही फरक परेन, एउटा मात्रै किन्यो। दुईटा किन्यो भने चाहिँ एउटा सामान फ्रीमा दिने। त्यस्तो खालको चाहिँ कोरियामा चाहिँ के हुन्छ भन्दाखेरि सानोतिनो सियु, GS25, 7-11 जस्ता पसलहरूमा चाहिँ यस्तो अफरहरू हुन्छ। प्राय कोल्ड ड्रिङ्कहरूमा चाहिँ विशेष गरी यस्तो देख्न पाइन्छ। यहाँ चाहिँ के भन्छ भने ठुलो माटहरूमा बनाएको छ है। थ्याङमा थुइसो छोङजोङ L+L E+L तोन साथै झुमाल थुक्का भनेर चाहिँ यो चाहिँ विकेन्ड स्पेसल भन्छ। जस्तै हप्ताको कुनै बारमा चाहिँ छुट दिने भन्ने खालको चाहिँ अफर हुन्छ। वाखातुन हारिन हेङसारुल यर जस्ता हारिन हेङसा भनेको चाहिँ छुट इभेन्ट है। हारिन भनेको छुट, हेङसा भनेको इभेन्ट हो। यर खोलेर चाहिँ स्युङ्न्योफुम्बुत भनेको चाहिँ खाद्यान्नको सामग्रीदेखि लिएर सेङ्वाल योङफुमकाजी भनेको चाहिँ दैनिक जीवनमा पर्ने आवश्यक पर्ने सामग्रीसम्म थायाङहान साङफुमुल साके फन्म्याम्निदा भनेको चाहिँ विविध सामानहरू चाहिँ सस्तोमा चाहिँ बेचिन्छ। माथु एसा नानु जुनुन है मार्टबाट चाहिँ दिइने छन्दान जिरुल थोङे पर्चाको माध्यमबाट चाहिँ हारिन साङफुङ भनेको चाहिँ छुटको सामान तथा हारिन खुमेक छुटको रकम अनि त्यसरी छुच्चन साङफुङ है। छुच्चन साङफुङ भनेको सिफारिस गरेको सामान होइन, रिकमेन्डेसन गरेको चाहिँ सामान भयो। दुङ लगायत हारिन हेङसायदेहान तथा यो छुट इभेन्टको बारेमा चाहिँ छङबुरुल अदुल्ची सुम्दा जानकारी लिन सकिन्छ भने त्यो पर्चाको माध्यमबाट चाहिँ मार्टबाट दिने यस्तो पर्चाहरूको माध्यमबाट चाहिँ मार्टमा चाहिँ कुन कुन सामान होइन कति रकममा छुट कस्तो कस्तो छुटहरू छ अथवा के छ भन्ने कुरामा चाहिँ त्यो पुरा अब जानकारी लिन सकिन्छ भने चाहिँ यो कहिले हुने, अब कहिलेसम्म लागु हुने, कुन सामान किन्दाखेरि अब छुट पाउने, अब कति सामान किन्दा छुट पाउने लगायतको जानकारीहरू चाहिँ थाहा पाउन सकिन्छ भनेर भनेको। अनि तल्लो प्याराग्राफमा जाने हो भने अनलाइन सपिङ मोरुल थोङेसदो यो अनलाइन नभइकन अनलाइन है पढ्दाखेरि चाहिँ ओल्ला हुन्छ है। अनलाइन पढ्दाखेरि उच्चारण गर्दाखेरि अनलाइन सपिङ मोरुल थोङेसदो भनेको चाहिँ अनलाइन सपिङ मलको माध्यमबाट पनि साके घुमिहाल चिसुम्निदा भनेको सस्तो गरी चाहिँ दैनिक जीवनका आवश्यक पर्ने सामानहरू चाहिँ खरिद गर्न सकिन्छ। अनलाइन सपिङ मोरेसनुन अनलाइन सपिङ मलमा चाहिँ छङ्गी जगुरो भनेको चाहिँ नियमित रूपमा हारिन हेङसारुल छुट इभेन्टहरू चाहिँ हागना गर्ने र हारिन कुपोनुल छेगुङाम्निदा। यसको मतलब चाहिँ के हो भन्दाखेरि अनलाइन सपिङ मलहरूले चाहिँ नियमित रूपमा चाहिँ छुट इभेन्ट र चाहिँ कुपोनहरू चाहिँ उपलब्ध गराइरहेको हुन्छ, दिइरहेको हुन्छ भन्ने छ। अनि इरुल वार्यङ आयो भनेको चाहिँ यसलाई चाहिँ प्रयोग गरेर थुक्चङ साङफुमुल साके खुमिहागना भनेको चाहिँ विशेष सामान चाहिँ सस्तोमा खरिद गर्ने यो वा अथवा छुगाहारिनुल फादुल चाहिँ सुन्दा भनिन्छ। थप डिस्काउन्टहरू पनि प्राप्त गर्न सकिन्छ भनेर भनिन्छ।
अर्को प्याराग्राफमा जाँदाखेरि तोहान साथै थाङ्गुनगुवा खातुन चुङ्गो खरे भन्छ है। यो थाङ्गुन भनेको चाहिँ एउटा एप्लिकेसनको नाम हो है। यो एउटा प्ले स्टोरमा पाउँछ यो एप्लिकेसन। थाङ्गुनलाई चाहिँ इङ्ग्लिसमा अब क्यारोट मार्केट पनि भन्छ। यसबाट चाहिँ सेकेन्ड ह्यान्ड सामानहरू चाहिँ किनबेच गर्ने साइट हो। जस्तै एउटा मान्छेले राखेको हुन्छ अनि अरूले हेऱ्यो अनि किन्यो, डाइरेक्ट हुन्छ कि हामीले पनि राख्न मिल्छ त्यसरी। त्यहाँ रजिस्टर गरेर फोन नम्बरबाट रजिस्टर हुन्छ। मैले पनि चलाएको पनि छु, युज पनि गरेको छु, राम्रै नै हुन्छ त्यस। तोहान थाङ्गुनगुवा खातुन चुङ्गो गरे भनेको चाहिँ साथै थाङ्गुन जस्ता चाहिँ यो सेकेन्ड ह्यान्ड सामान कारोबार गर्ने प्लेटफर्म थोङे सदो प्लेटफर्म मार्फत पनि सेङफिल फुमुल साके खुवाल्छु सुन्दा। दैनिक जीवनमा आवश्यक पर्ने सामानहरू चाहिँ सस्तो रूपमा चाहिँ खोज्न सकिन्छ। थारुन साराम धुरी थैसाङ सायाङा ज्यानुन। अरू मान्छेहरूले चाहिँ लामो समय प्रयोग नगरेको है, बिग्रिनेसम्म गरेर चाहिँ प्रयोग नगरेको राम्रै चल्ने खालको सामानहरू चाहिँ सेङवाल्योङ फुम पुनमान आनिरा। दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरू मात्रै नभएर चाहिँ खाजन छेपुङ भनेको चाहिँ खाजन भनेको चाहिँ डिजिटल सामानहरू हो कि इलेक्ट्रोनिक सामानहरू। खागुए हिरुकी काची भनेको चाहिँ फर्निचरसम्म पनि। थायाङहान मुलगनुल चाल्छु सुन्दा। विविध सामानहरू चाहिँ किन्न सकिन्छ भन्ने छ। इराहान चुङ्गो खरे प्लेटफर्मल थोङायो। यस्ता सेकेन्ड ह्यान्ड कारोबार गर्ने प्लेटफर्महरूको माध्यमबाट चाहिँ छासिनी सायङ हेत्तन मुलगनुल आफूले प्रयोग गरेको सामानलाई चाहिँ फाल्सुदो सुन्दा भने है। आफूले प्रयोग गरेको सामानहरू अब बेच्नु पर्यो जस्तो लाग्छ भने बेच्न पनि सकिन्छ, सेकेन्ड ह्यान्डमा चाहिँ बेच्न पनि सकिन्छ भने है। प्लेटफर्मल थोङान चुङ्गो खरेनुन थेबुवन खातुन छियोगे सानन सारामदुल साइएस चिक गरेर हिरो जिन्दा भनेको चाहिँ हिरो जिम्निदा भनेको चाहिँ यो चाहिँ के भन्ने भने चाहिँ यो प्लेटफर्मको मार्फतबाट चाहिँ सेकेन्ड ह्यान्ड कारोबार गर्दाखेरि चाहिँ अधिकांश ठाउँमा चाहिँ के हुन्छ भने एउटा निश्चित एरियाभित्र चाहिँ डाइरेक्ट हुन्छ भने डाइरेक्ट कारोबार हुन्छ भने एउटा व्यक्तिले हाल्छ, अर्को व्यक्तिले हेर्छ अनि तिनीहरू चाहिँ अब भेटेर होइन डाइरेक्ट कारोबार गर्छन् भन्न खोजेको भयो। यसरी कोरियामा चाहिँ सस्तोमा है मितव्ययी रूपमा चाहिँ पैसाले बचाएर कसरी जीवनयापन गर्न सकिन्छ भन्ने बारेमा चाहिँ यो लेखको चाहिँ एउटा भनाइ थियो। अब यसले तीनवटा कुराहरू भन्यो विशेष गरी। एउटा चाहिँ भन्यो थेङ माथु। थेङ माथुमा विभिन्न हारिन हिंसाहरू हुन्छ। चुमाल थुक्का 1+1 यस्ता पर्वहरूमा चाहिँ किन्न सकिन्छ भन्यो। अनि अर्को चाहिँ भन्यो अनलाइनबाट किन्यो भने चाहिँ अनलाइनबाट चाहिँ विभिन्न त्यो छुटहरू चलिरहेको बेलामा अथवा कुपनहरू भाउचरहरू कलेक्ट गरेर किन्दाखेरि चाहिँ सस्तोमा किन्न सकिन्छ भन्यो। अनि अर्को चाहिँ सेकेन्ड ह्यान्ड किन्ने भनेको सेकेन्ड ह्यान्ड सामानहरू किन्ने पनि पैसा बचाउन सकिन्छ भन्यो। नबुझेको कुरा केही छ भने भन्नु होला। यही नै हो आजको विषयवस्तु मुनुवाचङमा र आजलाई यति नै। अर्को श्रृङ्खलामा फेरि भेटौँला।